अब जग्गाको विषय छ तपाईँको जग्गाको विषय फेरि गृह मन्त्रालयमा परेन यही भएर त्यसमा चाहिँ के गर्छौँ हामीले जग्गाको चाहिँ हाम्रो नापिक होइन भूमि मन्त्रालयको एकजना मान्छेले हुने त्यसमा फेरि त्यो एकजना मान्छे पनि भयो अब अर्को कुरा आयो तपाईँहरूको फेरि ब्याज ब्याङ्कबाट ट्रान्सफर भएको छ कि छैन त्योसँग साँच्चीको पैसा थियो कि थिएन तपाईँलाई दिने बेलामा त्यो थाहा अब यो प्रदेशमा मात्रै गर्नु सातै जिल्लामा सातैवटा प्रदेशमा गर्नुपर्छ त्यही भएर सातैवटा प्रदेशमा गरिसक्यो पाउँदैन तपाईँ यहाँ हेरेर आउनु कुनामा गाउँमा एउटा उहाँको फोन मिडिया होइन मिडिया आएको छैन अहिले रोपाइसकेको त्यही भएर म त तपाईँको राज्य हो मैले राज्यले जति आँखादेखि सुरुवात गर्ने मैले आँखाभन्दा टाढा पनि मैले हो मैले भनेको मतलब चाहिँ कुन चाहिँ कुनामा एउटा मिठो गाइड उसको लागि म आवाज गर्छु उसलाई पनि मैले हेर्नु त्यही भएर अहिले चाहिँ हामीले गर्ने कुन चाहिँ गर्ने मैले देखेको समाधान तपाईँहरूले पनि गर्नु कसरी समाधान गर्नु सकिन्छ भने एउटा कुरा प्रदेशको तहबाट सरकारले एउटा चाहिँ टिम 7वटा प्रदेशको गर्नु उनीहरूले चाहिँ तपाईँहरूको सबै यो डायरीले होइन तपाईँको समस्या बुझ्छ कुन चाहिँले के गरेको छ कसले गरेको छ अनि उसलाई चाहिँ के गर्छौँ उसको त्यो डायरी अनुसारमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि चाहिँ टिम बनाउँछौँ अब एउटा टिम चाहिँ मिटर प्याजको लागि भनेर गृह मन्त्रालयको अन्तर्गतमा एउटा विशेष टिम एउटा गठन गरिदिन्छु त्यसमा गृह मन्त्रालयको सहसचिवले नेतृत्व गर्छ अनि त्यसमा चाहिँ हाम्रो एसएसपी एकजना एसएसपी हुन्छ अब जग्गाको विषय छ तपाईँको जग्गाको विषय फेरि गृह मन्त्रालयमा परेन यही भएर त्यसमा चाहिँ के गर्छौँ हामीले जग्गाको चाहिँ हाम्रो नापिक होइन भूमि मन्त्रालयको एकजना मान्छेले हुने त्यसमा फेरि त्यो एकजना मान्छे पनि भयो अब अर्को कुरा आयो तपाईँहरूको फेरि ब्याज ब्याङ्कबाट ट्रान्सफर भएको छ कि छैन त्योसँग साँच्चीको पैसा थियो कि थिएन तपाईँलाई दिने बेलामा त्यो थाहा पाउनु सकिन्छ नि त होइन साँच्ची उसको पैसा भएको उसले दिने त त्यतिकै कागजमा गरिदिएको हो होइन कागज ल्याएर उसले मैले दिएको छु भनेर कोर्टमा त भन्यो तपाईँले पनि थिच्नु भयो र साँच्चीको दिएको छ कि छैन भने त ट्रान्ज्याक्सन त हेर्नु पऱ्यो नि त ब्याङ्कबाट गएको हुनु पऱ्यो ब्याङ्कबाट त गएको त हुनु पऱ्यो त्यो छैन भने कसरी प्रमाण उसको कुरा भयो त्यसको लागि हामीलाई अर्थको मान्छे चाहियो अब तपाईँलाई सरकारी वकिल पनि चाहियो